जन्मिँदै क्रिस्चियन भएर जन्मिनु भएको त होइन होला नि भनेर भन्नुभएको रहेछ। जन्मिँदै कोही पनि क्रिस्चियन हुँदैन, जन्मिँदै कोही पनि हिन्दू हुँदैन है त। किनभने जन्मिँदा त बालक जन्मेको हुन्छ, उसलाई त केही पनि थाहा नै हुँदैन नि। आस्था भनेको त पहिला उसले विचार गर्नु पर्यो, यो सही हो यो गलत हो, अनि मात्र बल्ल उसले डिसिजन लिने हो नि त। एउटा बालक जन्मिन्छ, जब ऊ बढ्दै जान्छ, खानेकुराहरू पोषणहरू पाएपछि बल्ल उसले जीवन के हो हैन, जीवनमा कस्तो समस्याहरू आउँछन्, जीवनको वास्तविकतालाई बुझ्दै गएपछि उसले बल्ल ईश्वर को हुनुहुन्छ र कुन ईश्वर चाहिँ मेरो निम्ति ठिक हो भन्ने कुरा चाहिँ उसले बल्ल सोच्ने हो नि त। सत्यतालाई त पछि मात्र जब उसको दिमागी क्षमताहरू बढ्दै जान्छ अनि पो बल्ल उसले सत्यतालाई खोज्ने हो अनि पहिचान गर्ने हो। त्यसकारणले यो क्रिस्चियन अथवा हिन्दू, बुद्धिस्ट, मुस्लिम यो आस्था राख्ने कुरा चाहिँ पछिको कुरा हो के। आफ्नो संस्कार र कर्तव्य बिर्सेर बाइबलको पछि लाग्नु भएको छ भनेर भन्नुभएको रहेछ। हामी बाइबलको पछि त लागेकै हो, किनभने सारा संसार बाइबलकै पछि लागिरहेको छ। विश्वका महान वैज्ञानिकहरू, विश्वका महान प्राविधिकहरू धेरैजसो क्रिस्चियन नै छन्। तर हामीले आफ्नो कर्तव्य र संस्कृतिलाई चाहिँ भुलेका छैनौँ। हाम्रो कर्तव्य के हो? हामी एउटा मानव हौ, मानवको कर्तव्य मानवता हो, नैतिकता हो। समाजमा बसेपछि नैतिक जीवन जिउनुपर्छ। हामीले नैतिक जीवन जिएका छौँ, हामीले मानवतालाई निभाएका छौँ। अझै बाइबलले त के भन्छ भने सबैभन्दा ठुलो धर्म यही नै हो कि अनाथ र विधवाहरूको हेरचाह गर्नु अनि आफूलाई संसारबाट निष्कोट राख्नु। अनि रह्यो यो संस्कारको कुरा, संस्कारबाट हामीले कसैले पनि अलग गर्न सक्दैन। म एउटा मगर परिवारमा जन्मेको मान्छे, म जतिसुकै येशू ख्रीष्टलाई विश्वास गरे तापनि मेरो रगतबाट मेरो मगरको डिएनएलाई कसैले पनि हटाउन सक्दैन। मलाई मगर भाषा राम्रोसँग आउँछ, म अलिअलि म्युजिक बजाउँछु र मगर इन्स्ट्रुमेन्टहरू मजाले म बजाइरहेको हुन्छु। म गिटार पनि बजाउँछु, किबोर्ड पनि बजाउँछु र मगरहरूले बजाउने मादलहरू पनि बजाउँछु। मगरहरूको ड्रेस पनि म लगाउँछु। मगर भाषामा पनि म येशू ख्रीष्टको प्रशंसा गर्छु र नेपाली भाषामा मलाई जुन जुन भाषा आउँछ त्यहाँ चाहिँ म प्रभुको प्रशंसा गर्छु। त्यसैले मलाई कसैले पनि केही गरेर पनि मेरो मगर संस्कृति र संस्कारबाट पनि निकाल्न सक्दैन। बाँकी रह्यो कतिवटा कुराहरू, जुन कुराहरू चाहिँ मैले त्याग्नु पर्थ्यो, जस्तै मगर संस्कारमा रक्सी पिउने कुरा छ, जाड पिउने कुरा छ, त्यो त म त्याग्छु नि, किनभने त्यो त गलत हो भन्ने कुरा सबैजनाले थाहा छ। त संस्कार हो भन्दैमा गलत कुरालाई पनि पछ्याइरहनुपर्छ भन्ने छ र? हाम्रा पुर्खाहरूले गर्नुभयो भन्दैमा त्यो सही नै थियो भन्ने छ र? हाम्रो पुर्खाहरूले त छुवाछुट भेदभाव पनि गर्नुहुन्थ्यो, कुरीतिहरू विभिन्न खालका कुरीतिहरू थियो, छाउपडी प्रथाहरू अहिले पनि छ, छुवाछुटको प्रथाबाट अहिले पनि मानिसहरू उम्किन सकिरहेका छैनन्। हो, यस्तै यस्तै किसिमका सोचले गर्दाखेरि हामी परम्परागत रूढिवादी सोचबाट अलग हुन नसकेको हो। शिक्षा, प्रवृत्ति, विकास अनि यो आस्था भन्ने कुरा एकअर्काबाट हामीले सिक्दै सिकाउँदै जाने